हेलो साथीहरू, गुड मर्निङ। वेलकम ब्याक टु माई युट्युब च्यानल। यति भन्दै म आजको भिडियो चाहिँ यहाँ रुमबाट स्टार्ट गरिरहेको छु। किन रुमबाट गरिरहेको छु भन्ने कुरा हजुरहरूले बाहिर थम्बनेल र टाइटलबाट थाहा पाइसक्नुभयो होला। अहिले चाहिँ म पुरै कपालमा ओइल गर्छु, ओइलिङ गर्छु, ओइल मसाज गर्छु साथीहरू। किनभने मेरो कपाल यति ड्राई भइरहेछ साथीहरू। हप्तामा मैले कहिले हप्तामा एकचोटि नगरे पनि मेरो कपाल एकदम ड्राई हुन्छ साथीहरू। त्यही भएर मेरो चाहिँ एकदम स्किनदेखि लिएर कपालदेखि लिएर मेरो एकदम ड्राई छ क्या। अनि त्यही भएर चाहिँ म अहिले चाहिँ ओइल मसाज गर्नेनिर लागिरहेको छु साथीहरू। मैले यहाँ लिएछु ओइल, कोकोनट ओइल। अनि यहाँ छ मैले बाउलमा राखिसकेँ। अब चाहिँ म ओइल गर्नेतिर लाग्छु साथीहरू। पहिला चाहिँ यहाँ कपाल पार्टिसन गरेर म पुरै ओइल हाल्छु। अनि त्यसपछि मैले स्लो मोसन 20 मिनट जति मजाले मसाज गर्ने साथी। म आफै गर्छु, एकदम आनन्द आउँछ। मेरो कपाल लामो भएछ। अब चाहिँ म ओइल मसाज गर्नेनिर लाग्छु साथीहरू। हजुरहरू चाहिँ हेर्दै गर्नुहोला। अब चाहिँ मैले पार्टिसन लिए ओइल चाहिँ मजाले गर्ने साथीहरू। मजाले ब्राउन गरेर मसाज गर्ने, ओइल हाल्ने, त्यसपछि चाहिँ मसाज गर्ने साथीहरू। हेर्दै गर्नुहोला भिडियोलाई अन्तिमसम्म हेरेर लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्दै अब चाहिँ म ओइल मसाज गर्नेनिर लाग्छु साथीहरू। अब चाहिँ मैले कपाललाई चाहिँ एकदम पार्टिसन लिएर ओइल हाल्न लागिरहेको छु साथीहरू। मैले कटन लिएँ, कटनले चाहिँ राउन्ड राउन्ड गरिदिने, हल्का प्रेस गरिदिने, आनन्द हुन्छ आनन्द। अब चाहिँ म यो कपालहरू सबै पार्टिसन गर्दै लाउँदै गरेर एकदम आनन्द आउँछ साथीहरू। हातले लाग्यो। अब चाहिँ म तेललाई यसरी गरेर आनन्द आउँछ साथीहरू। मैले कपालमा ओइल पनि लगाइसकेँ। अब चाहिँ म किचननिर गएर अब खाना खान्छु। खाना चाहिँ मैले बनाइसकेको थियो। अब चाहिँ म किचननिर गएर खाना खान्छु साथीहरू। लुगा अलिकति धुनु छ, लुगाहरू पनि धुन्छु। अनि के अरे हल्का फुल्का सानोतिनो कामहरू छ, कामहरू निप्ट्याउँछु साथीहरू। यति भन्दै म चाहिँ अब किचननिर गएर खाना खाइहाल्छु साथीहरू है। हल्का साना रेडी गरेर आउँछु, भेट्छु साथीहरू। मैले खाना पनि खाइसकेँ। अब खाना खाएको भाँडा धुन्छु र अनि किचन हल्का सफा गर्नु छ, सफा गर्छु, भाँडाहरू धुन्छु। अनि पछि फेरि भेटौँला साथीहरू। पहिला म यो किचनहरू सबै सफा गरिदिन्छु, अन्त यो के अरे भाँडाहरू मोल्छु अनि आउँछु साथीहरू। अन्त अब चाहिँ म भाँडासम्मको लागि धुइसक्छु।
अब चाहिँ मैले भाँडाहरू अनि यो किचनहरू पनि सबै पुसपास गरेर मैले चाहिँ यो 2टा भाँडा चाहिँ भिजाउनु पर्ने रहेछ अनि भिजाएर एकछिन राख्दैछु अहिले पछि राख्छु। अब चाहिँ मेरो हेयर वास गर्ने पनि टाइम भइसक्यो, लगभग 1 घन्टा जति नै भइसक्यो यताउति गर्दा गर्दै। अब चाहिँ साथीहरू म चाहिँ अब चाहिँ किचन सिचन गरिसक्यो। अब चाहिँ हेयर वास गर्छु अनि लुगा थोरै धुनु छ त्यो धुन्छु साथीहरू। अब चाहिँ म टोइलेटमा जान्छु, टोइलेट गएर लुगा धुनु छ। सुरुमा चाहिँ लुगा धुन्छु होला। अब चाहिँ मेरो यहाँ यति छ लुगा, यो लुगा धुइ साथीहरू मैले लुगा पनि धुइसकेँ, नुहाएँ, टाउको पनि नुहाइसकेँ। अब चाहिँ म यो लुगालाई फटाफट सुकाउन जान्छु। छिटो सुकाउन जान्छु, पानी पनि पर्न लागेको छ फेरि, मौसमको भर छैन, भोलि वेदरको भर छैन साथीहरू। चाहिँ म सबै कामहरू भ्याएर बाहिरको नजारा हेर्दैछु साथीहरू। यस्तो छ हामी बस्ने रुमबाट चाहिँ, यस्तो देखिन्छ, यस्तो मजाले देखिन्छ साथीहरू। अब चाहिँ म यो भिडियो चाहिँ यहीँ एन्ड गर्छु, किनभने भिडियो आजको दिन यसरी नै बित्यो। खाजा पनि खायौँ, तर खाजा खाएको देखाउन पाएन साथीहरू, किनभने धेरैजना थियो। त्यही भएर अब चाहिँ म यो भिडियो यहीँ एन्ड गर्छु। बाइ बाइ साथीहरू।